तपाईँले आज खाना खानुभयो? सायद भात, तरकारी, फलफुल। तर यदि एक दिन खेतले खाना दिन छोड्यो भने? म एउटा खेत हुँ। वर्षौँदेखि मैले मानिसलाई खाना दिएको छु। कसैको थालमा भात बनेर पुगे, कसैको सपनामा भविष्य बनेर पुगे। मैले किसानको पसिना देखेको छु, घाममा जलेको हात देखेको छु, आशाले भरिएको आँखा देखेको छु। मलाई सम्झना छ जब असार लाग्थ्यो, किसानको मुहारमा मुस्कान आउँथ्यो। पहिलो वर्षाको थोपा पर्दा म पनि खुसी हुन्थे। तर आज केही फेरिएको छ। आकाश उही छ, माटो उही छ, तर मौसम उही छैन। नेपालको औसत तापक्रम पछिल्ला दशकहरूमा निरन्तर बढ्दै गएको छ। बाढी, पहिरो र खडेरीका घटनाहरूले हरेक वर्ष कृषि क्षेत्रमा ठूलो क्षति पुर्याइरहेको छ। बढ्दो तापक्रमले बालीमा किरा तथा रोगको प्रकोप बढाइरहेको छ। र म बिस्तारै थाक्दै गइरहेको छु। जब मेरो बाली सुक्छ, केवल एउटा बोट मर्दैन, एउटा किसानको सपना मर्छ, वर्षौंको मेहनत मर्छ अनि एउटा परिवारको आशा कमजोर बन्छ। तिमीले थालमा राखेको हरेक दाना अन्न कसैको सङ्घर्ष हो, कसैको निन्द्रा हराएको रात हो, कसैको पसिनाले लेखिएको कथा हो। तर अझै समय छ, मलाई बचाउन सकिन्छ। जलवायु परिवर्तन चुनौती हो, तर समाधान पनि सम्भव छ। पानी संरक्षण गरेर, माटो र प्रकृतिको संरक्षण गरेर र दिगो कृषि अपनाएर हामी भविष्यका लागि खेतीलाई सुरक्षित बनाउन सक्छौँ। यदि खेत मुस्कुरायो भने किसान मुस्कुराउनेछ, किसान मुस्कुरायो भने देश मुस्कुराउनेछ र भविष्य पनि मुस्कुराउनेछ।